Hello, so alright guys, welcome to my new vlogs, रेबन ब्लग्स। आज म यहाँ मेरो गाउँको यहाँ पुलमा बसेको छु, जस्ट टेक अ लुक यहाँ नदीमा। अनि यहीँबाट मैले भिडियो सुरु गर्छु। आजको मेरो यात्रा छ त्यहाँ त्यता यो केराबारी, यहाँ आरीबारी भन्ने ठाउँमा स्विमिङ पुल छ, कुरा छ कि त्यहाँ। अनि त्यही आजको लागि त्यसैमा गइरहेको छु। अब त्यहाँ मैले पनि फर्स्टचोटि गएको छैन अहिलेसम्म। म पनि फर्स्टचोटि नै जान लागेको। साथीभाइहरूले धेरै कुरा भनेको छ, राम्रो छ, यो छ, त्यो छैन। एकचोटि आफूले पनि गएर हेरेर अनुभव गर्नुपर्छ भनेर मैले नि त्यसै भनेको छु। अहिले कस्तो हराभरा ठाउँ, पुरै चारैतिर हरियाली, अलि पानी अहिले परेको छैन यता हाम्रो साइडतिर। पानी अहिले एक कम परेको छ, त्यही भएर पुरै नदी सुकिसकेको छ। अनि त्यही भएर हामी त्यही अब त्यही पाउँ मिल्यो। हेलो, हामी यहाँ बाइकमा बसेको छौँ। अब हाम्रो यात्रा सुरु हुन्छ। म आफ्नो गाउँको प्रतापपुर बसेर सुरु गरेको छु यो भिडियो बनाउन। यहीँबाट भने अब ग्रिन हरियाली हरियाली चारैतिर। अंकल, त्यो केराबारी जाने बाटो कुन हो? केराबारी त्यो अहिले यता त्यो स्विमिङ पुल खोला छैन? मजा यहाँ पैनी टोलबाट घुम्न बाँदर। हेलो, बाँदरहरूलाई हेर्न पाएँ। यहाँबाट पैनी टोलबाट यता लेफ्टतिर जाने बाटो छ। अनि पैनी टोलबाट लेफ्टतिर गएर यस्तो होइन ढलाइ भएको बाटोतिर जाने। भाइ, त्यो केराबारी जाने बाटो कुन हो? त्यो केराबारी खुले छैन यता? त्यही हो। अब यता पुरै खेतमा बनाएको छ क्या हो यार। वाटर क्रसिङ यस्तो सानो सानो वाटर क्रसिङमा के मजा आयो। वाटर क्रसिङ देख्छौँ हामी यहाँ मुस्ताङ जाने बेलामा। कस्तो ठुलो ठुलो यहाँ होला। बाइक पनि ब्यालेन्स भइरहेको थिएन कि त्यहाँ ब्यालेन्स भइरहेको थियो बाइक। त्यस्तो वाटर क्रसिङ छैन। अंकल, त्यो केराबारी स्विमिङ पुल यतै छ? त्यो केराबारी स्विमिङ पुल बनाएको छ यतै छ? केराबारीको थाहा छैन मलाई। ल ल, थ्याङ्क यू।
खतरा छ यार। अङ्कल त्यो केराबारीको त्यो स्विमिङ गरेर छ नि कुना खुलेको चाहिँ कहाँ छ त्यो? केराबारी कति नम्बर बाटो? है त मलाई थाहा भएन त्यो अस्ति अहिले धेरै भाइरल भएको छ नि त्यो फेसबुकमा के भन्छ त्यो स्विमिङ गर्छ नि उता पौडी खेलेर बनाएको छ स्विमिङ चाहिँ यता हो। यता यताबाट जाने त्यो फिल्डबाट यसो लाग्ने है माथि। ए ल ल गेट छ अब यस्तो घुम्दा घुम्दा बाटो त ठिकै बाटोमा पुगिसकेको छु खालि फेरि गाडी छ त्यसपछि धेरै टाढा छ यार त्यो टाढा स्विमिङ गर्नलाई यति टाढा आउनु परिरहेको सुबेर आउनु पर्ने गाडीबाट यार यस्तो त अनि त्यो स्विमिङ गर्ने ठाउँ कुन बाटो जान्छ त्यो स्विमिङ गर्ने ठाउँलाई त्यो नदीको कानीबाट होइन हजुर ए ल ल हुन्छ थ्याङ्क यू अन्त बाटो त त्यही थियो अब एकदम फ्रिजन पारेर अब अब बाटो जबसम्म बाटो कन्फर्म थाहा छैन तबसम्म नजाने कि त्यो बाटोमा बाटो कहाँ पुर्याउँछ थाहा भएको छैन नि त्यही भएर बाटो हामी यता खेर गएको थियो बाटो यो रहेछ र यता भित्रबाट गइरहेको बाटो लगाउनु बाटोमा बोर्ड भएको भए घुम्नै पाएन छ यार बेकारको यता गयो उता गयो बोर्ड भएको भए सिधै जाने गाइस फाइनली हामी पुगिसक्यो यहाँ केराबारीनिर तर यता के छ नि चारैतिर होइन रुख भरेको छ केराबारी त्यहाँ छ तपाईँ हेर्न सक्नुहुन्छ यस्तो केराबारीको स्विमिङ पुल कत्रो सानो छ धेरै बढी ठुलो पनि छैन तर बनाएको छ आफ्नो होइन धेरै कुरा बनाएको छ त्यो बस्ने पुरै अनि स्विमिङ गर्नलाई नै बनाएको छ यस्तो पानी भरेर अनि के छ र फेरि हामी त घुमिरहेको छु केही न केही त घुम्दै गर्नु पर्यो के भन्छ पानी पुरै फ्रेस त छ फ्रेस छ पानी भाइहरू पनि नुहाइरहेको छ यता भाइहरू नुहाइसक्यो अब खोइ अब हामी पनि नुहाउँछौँ होला त्यस्तो त्यही भएर दाइहरू हुनुहुन्छ त्यहाँ एकचोटि दाइसँग दाइ कति टिकट छ र यहाँको कति टिकट छ? 1 घन्टाको लागि 50 रुपियाँ हो। 1 घन्टाको लागि 50 रुपियाँ ए अनि सामानहरू आफ्नै राख्नुपर्छ? सामानहरू मूल्यवान सामानहरू अहिले बेचिरहेको छु
आफ्नो व्यक्ति जिम्मेले राख्दै गरेको छु व्यवस्था गरिदिएको हजुर बिस्तारै व्यवस्था बिस्तारै अब होइन अलिअलि त फेमस भइसकि नै छ हजुर यो फेमस भएरै मात्र आएको हेरेर गाउँतिर पनि साथीहरू धेरैजना आएको रहेछ यता अनि के छ र यहाँ के अब सुविधाहरू पाउँछ भने फेरि भनिदिनु न सुविधाहरू त अरू धेरै सुविधा त छैन भाइ अहिले मैले पनि निर्माणाधीन अवस्थामै छ होइन हजुर अब अहिलेको सुविधा भनेको हजुरहरूले चाहिँ चिसो पानीमा सफा अब त्यही हो गर्मीको टाइममा त चिसो पानी छैन गर्मीको होइन पानी त सफा छ धेरै सफा छ हेर्नु सफा पानी फेरि यो बग्ने हुन्छ यो हामीले कन्टिन्यू बोरिङबाट पोखरीमा पोखरीबाट बाहिर निकास गरेर पनि फाल्दैन त्यसलाई स्टोर गर्नु त्यसरी हामीले पानीलाई सर्कुलेट गरिरहेको हुन्छौँ र त्यसले पानी जम्दैन यहाँ चाहिँ जीवाणुहरू बस्ने डर हुँदैन हामीले चुनाहरू छाडेर हुन्छौँ सफा गरेर ल त ठिक छ होइन यहाँको त अब पानीको सबै राम्रै छ होइन अब पनि एकचोटि भएर हेर्नुपर्छ कस्तो छ होइन ल अनि एकैछिन अब हामी कपडा ड्रेस चेन्ज गरेर नि भेट्छु तपाईँको गरी पानीमा होइन कितना पानी में भाई है मैं पानी तो बुझाई कमे लोग जाते देखे में आए देखे में कमे लोग जाते बुझाई जाते कि ना पानी बहुत ज्यादा रिकॉर्ड कर रहा है मछली पकड़ का हो जा रिकॉर्ड कर या ए तो मोबाइल के अंदर रिकॉर्ड कर अच्छा खावा बाबा यार हाँ तो इधर को भैया पानी नहीं रहेगा पर इतना भैया हमारा 3 9 6 कता रे ना पौड़े तो हमने दुगला का नाला अरे अपने पौड़े खतरा वाला तारा वाला लवला लगने बोले हम आले तन का हल्का ओए मम्मी चश्मे खुला होगा रे रिकॉर्ड कर दे अरे आले दे दे हाथ खींच दियो रे ना पता नहीं पैसा फिर रहता नहीं थे ये बदला भले बा दुकान वाले से ना उसका बड़ा काम किया वही भाइहरू को स्विमिङ आफूले त स्विमिङ आउँदैन तर के हो त्यति बस्न मजा आइरहेछ मोबाइल हो क्या ए खुसी गरे ए प्रोसेसमा छ बनाउने मोबाइल अहिले बन्दै छ सबै स्विमिङ हेरिदिनु भाइले स्विमिङ आउँदो रहेछ अब हामीले कहिले स्विमिङ सिकाउला अब यति त भइसक्यो ए जो सिक्लिरा यो कुदा त भाइ कुदिरहेको छ कुदा 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 धरा यो अहिले त स्विमिङ बनिरहेको छ गेम खेल लिया ल भाइ अब नुहाइसक्यो अब रेडी भएर कपडा सपडा लगाइसक्यो भाइहरू नुहाइरहेको छ अब उता हेर्नु भाइहरू सबै नुहाइरहेको छ हाम्रो यहाँ दाइहरू नुहाएर बसिसकेको छ भाइहरू त्यसो भाइ कस्तो लाग्यो त यहाँ
एकदम रमाइलो डेली कस्टमर हामी त फर्स्टचोटि आएको हो कतै सुनिरहेको थियो धेरै सुनिरहेको थियो क्या यता अनि यसो हेर्न मन लाग्यो कि त्यही भएर आएको हो म उता गन्ज बनेकोबाट तल योबाट अलि अगाडि पर्छ उता पचापुल आउँछ नि सबै आउँछ मैले मेरो गाउँको नि साथी कतिजना यहाँ आएर अनि गएको छ त्यही भएर मैले के छ र त्यही हेर्न चाहिँ गएको हो होइन मैले काउन्टरमा सुरुमै देखाइदिएँ कि सुरुमै आएर नि देखाएको अब यहाँ गइरहेको छु अब हेर्नु यसो बच्चा रोप्नु भयो साथीहरू है बच्चा रोप्नु भइरहेछ यसो के लिएर त्यो पाइप स्विमिङ गर्ने राखिरहेको सबै भइसक्यो अब दिन भइसक्यो अब जान लागिसक्यो यहाँबाट अब हाम्रो फेरि यही हिँड्ने गर्छु अब म पनि जान लागिसक्यो अब धेरै पनि भइसक्यो ढिलो हुन्छ फेरि होइन ल अनि अब निस्किरहेको छु बाइक माया गरिदिनु होला ल अहिलेसम्म अहिलेको त यही इन्ट्री गर्छु अब टेक केयर लभ यु अल बाई मिस यु